पृष्ठमा स्वागत छ। मेरो नाम प्रतीक्षा गुरुङ हो। म कक्षा 10 मा पढ्छु। म पाइथागोरस आदिको बारेमा केही भन्न चाहन्छु। पाइथागोरस आदि एउटा वैज्ञानिकले पत्ता लगाएका हुन् जसको नाम पाइथागोरस हो। हजुर यहाँ हेर्न सक्नुहुन्छ समकोणी त्रिभुज। समकोणी त्रिभुजमा सबैभन्दा लामो भुजा 90 डिग्रीको उल्टो कोण हुन्छ र थीटाको उल्टो लम्ब हुन्छ। थीटाको 90 डिग्रीको तल आधार हुन्छ। हजुरलाई म उदाहरणको लागि हेराउन गइरहेको छु। जस्तै गिनेर म बताउँछु। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15। लम्बाइ र चौडाइ 15 सेन्टिमिटर रहेको छ। यो कोण हो। अब लम्ब 1 2 3 4 5 6 7 8 9 10 11 12। 1 2 3 4 5 6 7 8 9 10 11 12। लम्बाइ र चौडाइ दुवै बराबर छ 12 सेन्टिमिटर। अब गुणन गरेर एरिया पनि बताइदिनु। 1 2 3 4 5 6 7 8 9। 1 2 3 4 5 6 7 8 9। लम्बाइ र चौडाइ 9 सेन्टिमिटर रहेको छ। 9 को स्क्वायर गर्दा 9 × 9 81 हुन्छ। अब जसको समकोणी पाइथागोरसको सूत्र h² = p² + v² हुन्छ। म हजुरलाई हेराउँदैछु। कोणको स्क्वायरसँग आधारको र लम्बको स्क्वायर बराबर हुन्छ। जस्तै हेर्न सक्नुहुन्छ। कोणको स्क्वायर 15 को स्क्वायर 15 × 15 225 हुन्छ। लम्बको स्क्वायर 12 को स्क्वायर 12 × 12 144 हुन्छ। आधारको स्क्वायर 9 को स्क्वायर 9 × 9 81 हुन्छ। लम्ब र आधारको स्क्वायर जोडेर कोणको स्क्वायरसँग बराबर हुन्छ। धन्यवाद।